So hey guys, namaste and good morning. अनि after so long time म चाहिँ फेरि ब्लग बनाउँदैछु हैन तर I'm not sure I'm gonna upload this or not हैन अनि आजको भ्लग चाहिँ स्पेशल के रहेको छ भन्दाखेरि चाहिँ यो चाहिँ वेडिङ भ्लग हुनेवाला छ मेरो देवरको मतलब शिशिरजीको बे हुँदैछ हैन अनि हामी चाहिँ अब आज घर जान लागेको अनि म चाहिँ मर्निङमा भर्खरै उठेर रेडी हुनलाई प्रिपेयर गर्दैछु अनि चिया पनि खाँदैछु अनि शिशिर चाहिँ हिजो अस्ति नै जानु भइसक्यो घर अनि हामी चाहिँ आज जान लागेको अनि प्रकाशजी चाहिँ एकछिन पर चोक पुगेर आउने भनेर जानुभएको छ अनि म चाहिँ घरमा एक्लै थिएँ सो त्यही भएर ब्लग स्टार्ट गरिहालौँ हैन भनेर चाहिँ बनाउन लागेको अब हामी चाहिँ जान लागेको घर दादिङ सो त्यही हो I'm really excited अनि त्यही हो किप वाचिङ म चाहिँ यहाँ प्याकिङ गर्दैछु लाइक मेरो ब्याकग्राउन्ड चाहिँ हेरि साथ छैन यहाँ उता पल्लो झोला रेडी भइसक्यो यहाँ यो के छुटाउन बाँकी छ सामानहरू लैजानलाई अनि मैले चाहिँ यो हिटलेस कल ट्राई गरेको यस्तो दामी बसेको छ मैले चाहिँ एक्सपेक्ट गरेको थिइनँ यस्तो राम्रो बस्छ भनेर लाइक कस्तो दामी कल बसेको छ के तपाईहरुलाई पनि ट्राई गर्न मन छ भने चाहिँ घरमा युट्युब ट्युटोरियल हेरेर ट्राई गर्नुभयो हुन्छ एकदम राम्रो बस्दो रहेछ अनि त्यही हो हामी चाहिँ रेडी भएर निस्किसक्यौँ भने यहाँ हुनुहुन्छ हेलो हेलो अनि यता हुनुहुन्छ हाम्रो बसन्तु हाई हेलो हाई सानी हेलो गाइस भन हेलो गाइस हामी कहाँ जान लाग्यो हामी चाहिँ रेडी भएर अब गाडी चढ्नु निस्केको यहाँबाट कलङ्की जान्छ त्यहाँबाट गाडी चढेर हामी लाग्छ दार्जिलिङ सो हामी चाहिँ अर्को वेमा छौँ अनि खाना खानलाई कस्तो कालो देखियो नि खाना खानलाई रोकेर बसेको सो हामी यहाँ खाना खान्छौँ गाइस हामी चाहिँ खानासाना खाइवरी गरेर अब फेरि ट्राभल गर्न लागेको सो स्टे ट्युन हेर्दै गर्नु होला बाटोमा अलिकति रस भयो त्यही भएर खिच्न नै पाइएन फोटोसोटो सो त्यही हो हेर्दै गर्नु भयो के सानो भयो मोबाइल मोबाइल त सानै हुन्छ नि क्या ठुलो हुन्छ त लाग्ने नि आफूले उडा धुलेर पछाडि गइहाल्छ नि अझै पनि जाममै छ जाम भइरहेको छ एकदम खुलेको छैन हेर्दै गर्नु होला त दिनै बितिहाल्नु मध्य प्रदेशको हाई गरे कि कति लामो बिजोक भन्छ बिजोक कसैलाई हात थोकेमा फुर्सद छैन ठोकेर हाल्दा हाल्ने नकल पारा मिस कल गर्ने यो मान्छेको मोबाइल कस्तो राम्रो छ नेटवर्क काफल खाने खाइदिउँ न त ल So guys, काफल is here. एउटा भएको छ भयो दुई भयो सानो टेस्ट गर लाउँ त दिदी काफल जाउँदै भइसक्यो ट्राफिक Yummy. बेबीले के खान्छन् अरू
बेबु चाहनु न सबैजना चाहने होइन त बाहिर छु अरे 1-2 झर पर्ला छ म भनिदिन्छु तपाईँ कहाँ पुग्नुभयो एकदम बबाल काफो मिठो दिनु त म भनिदिन्छु हजुर मिठो छ ए गुड डिफ्युजर एउटा दिनु ल बेबीले खाएछु खाएर देखाएछ त डिफ्युजर त्यो रक्सी बनाएर दिनु यामी 1000 रुपैयाँ 1000 गाइस हामी चाहिँ मलेखुबाट यता माथि चढेको भर्खरै अनि यहाँ चाहिँ सुकुटी मिठो पाउँछ अरे भन्नुभयो दाइले अनि त्यही भएर सुकुटी खान झरेको सो त्यही हो सुकुटी छुटिहाल्यो पहिला सुकुटी चाहौँ भने है भन्नु भने खाजा सेट नै खाने सुकुटी चाहिँ हेलो एक प्लेट छुट्टै बनाएर दिनु रे त्यो भन्नु खोजेँ तपाईँ कस्तो छ चाहौँ न एक प्लेट बेबी तिमी के खाने बुनु अब त मम टाइपर मुनुको ज्याकेट खोलिदेऊ न कस्तो रहेछ हाल्दैछु पाडाको भनेर सुकुटी पाडाकै त हो नि कस्तो छ पाडो नि मिठै हुँदो रहेछ पोल्जेर खाएको पोल्जेर खाएको मिठो ट्राई गर्नु त मटन सेपको एकदम मिठो रहेछ मैले मटन रे दाइले अघि पाडा भनिसके मलाई पाडा खानु पानी परेर यस्तो हुसु लागेर पुरा के देखिरहेको छैन यस्तो बिहान यस्तो पुरा घाम लागिरहेको थियो गर्मी न गर्मी थियो अहिले यस्तो चिसो जाडो हुसु लागिरहेछ गाइस हामी चाहिँ घर पुगेर खाना खाइसक्यौँ अनि यता पछाडि छन् हाम्रा लेडिज ग्याङहरू हेलो गाइस अब हामी चाहिँ जान लागेको बे घरतिर पहिला आफ्नो ओरिजिनल घरमा आयो अरे कपडा सपडा फेरि अरे बेबी हेलो गाइस भन सानी गाइस भन्नु के छ ल हेर्दै कति होला यता हुनुहुन्छ हाम्रो खेम दाई हेलो भन्नु फेरि यो भला गला ल लागो अब हेलो गाइस ल लागौँ ल भोलि पर्सिमा फेमस भयो भने त्यहाँनिर उयो भन्न पाइँदैन नि फेरि दाइ ओ हेलो भोलि पर्सिमा फेमस भए पछाडि फेरि तपाईँले मलाई भन्न पाउनुहुन्न नि ओ कर कलर रहेछ यार परेको सानी यो टिका लगाएको कसलाई लगाइदिएको माया गर्छ नि त मामालाई यता पनि गर्छ भन आज 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 के हो रे कसको बे हो रे को काको बे हो यसलाई त बेसर कसले दल्दैन नि आज ए आज त मोबाइल चलाउनु फुर्सद भयो
भेट भयो सेतो सेतो हेमाया मेरो माटो झल्को आउँछ नाही नयो गलैको फाँसो भो लाउथे मायार्कैको नासो
सिन्दुरले छेक्दैन सिन्दुरले छेक्दैन भन्ने गीत घर न घाटको बनाएर छोड्छौ कि सेतो सेतो हे मायाको मेरो माटो झल्को आउँछ नै नयो बाटो बिजोक होला लाला र बालाको सेतो सेतो हे मायाको मेरो माटो झल्को आउँछ नै नयो लड चाहिँ नलड है
पानी परेको भएर यही तो टाउन हिला तो मसाला राखियो के तो मसाला राखियो पैसा है तो बता यो भइहाल्यो नि तो तो कपडा खाली हाल्यो तो काटा तो हाल्यो संस्कार विधि छ सुन्छु हल्ला बेहुलीको विधि छ सबै जानिन्छौ सबै जानिन्छौ भइगयो अब सम्हाली गाई कस्तो लागिरहेको बे हिजोको उयो मेरो चाचितिर हुँदै भएन क्या कस्तो रहेछ मिठो रहेछ हाई सानी सो दिस इज डे सेकेन्ड अनि हिजो चाहिँ मेरो मोबाइलमा चार्ज सिधेर अनफर्चुनेटली मैले त्यो सबै क्लिपहरू मैले कलेक्ट गर्न पाइनँ प्लस मैले यसरी बोलेर भिडियो पनि बनाउन पाइनँ किनकि हिजो मेरो मोबाइल एकदम धेरै बिजी थियो अनि यो चाहिँ हाम्रो गाउँ घर गाउँ ब्याकग्राउन्ड यु क्यान सी दिस इज चाहिँ यो हाम्रो गाडी आउने रोड माथि बाजा बजिरहेछ म चाहिँ यहाँ जानलाई कुरिरहेको छु प्रकाश लिन आउनुभएको छ मलाई रेडी हुँदै हुनुहुन्छ अनि यो चाहिँ मेरो
आजको आउटफिट अफ द डे। सो त्यही हो, हेर्दै गर्नु होला। अब माथि गएर नि मैले ब्लग बनाउँछु कि बनाउँदिनँ, किनकि मोबाइलमा चार्जै हुँदैन, सबलाई फोटो खिच्नु पर्यो। सो त्यही हो, स्टे ट्युन। यो त भाइको बिहेमा आएको, दुई तिन दिनमा आउँछु। हेलो गाइस, मिठो। हेलो गाइस, चिन्ने मामाले बोलेको भाइ, कन्टाक्ट मामाले एकछिन लडायो, धेरै दिन लडायो। मैले देखाएँ ठिकै भन्नु न आज खोइ त भनेको। आज भुटान खाएर आएको, तर अहिले खानु मन छैन। होइन, साँच्चीकै वाला हो। नमस्ते। के पठाउने हो उहाँलाई पो भन्ने त मैले किनेर यहाँ बन्यो सबै चिज। हेलो हेलो। मेरो देशमा लगाएर लाग्यो। राम्रो देखेछ अब। अझै तपाईँ त्यो स्टक त्यो वेस्ट पनि लिएर आउनु पर्ने। मेरो साडीहरूको पावर पाएर भान्जो के हो यो? बसन्तु के छ राजा? बिहाल छ मेरो। देखाउनु त के हो यो?
नाच्छु भने नाच्छु भने So this is our गाउँ अनि ऊ परको चाहिँ के खोला रे बुढु नेत्रावती खोला अनि ऊ पर देखेको चाहिँ सलिन्टार अनि त्यो बगर हो त्यो सेतो अनि बेहुला बेहुली चाहिँ गइसके दुल्हन फर्काउन हामी चाहिँ बिहान भोज खाएर आयौँ बारीको पाटाको अर्ग्यानिक गाउँको भोज अनि अब चाहिँ फेरि हामी जान लागेको सानीमाको घरतिर बेहुलाकै घरमा तर बेहुला बेहुली चाहिँ छैनन् अब एकछिन जाने रहर पहर खाने अनि त्यस पछाडि भोलि बिहानै जाने ब्याक टु काठमाडौँ कस्तो लाग्यो त बिहे पछाडिको बहिनीलाई ओभरअलमा रमाइलो भयो बिहे चाहिँ के हुन्छ त यहाँबाट यहीँ खोल्चा छेउ निस्किँदो रहेछ क्या बेहुला घर ऊ पर खोइ ऊ त हो यो पर यो होइन यही हो अब हामी त्यहाँ जाँदैछौँ हिँड्दै हिँड्दै प्रकाशजी यहाँ मकैको पोको बोकेर जाँदै हुनुहुन्छ मकै बारी बारी माराले मान्छेले मकै कुल्चेर यो बाटो यही हो मकै रुपियाँ खाता अनि डराउनु त हेरौँ अहिले तल त्यो आमाले डराइरहेको थियो सो त्यही हो अब म यो भ्लग यतिमा नै एन्डिङ गर्छु होला भोलि म जाँदैछु मनोकामना अनि त्यहाँको चाहिँ म बनाउँदिनँ होला यो बिहेको भ्लग चाहिँ यति नै त्यस्तो धेरै पुरै मजाले खिच्न चाहिँ पाइएन तपाईँसँग बोले नि समस्या तपाईँसँग नबोले नि समस्या What's your problem? What is your problem? यति भनेपछि त बुझिन्छ होला नि त What is your father put is your name? भन्नु ब्याकग्राउन्डमा सुन्नु त गाइजहरू यस्तो किरा कराएर क्यार 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 यस्तो किरा करायो भने पानी पर्दैन भन्छ कि पर्छ भन्छ गाह्रो भयो सो त्यही हो मेरो भिडियोलाई हेरिदिनु होला लाइक गरिदिनु होला नट फर भ्युज जस्ट ओन्ली फर मेमोरी त्यही हो तर मैले मजाले भ्लगहरू चाहिँ खिच्नै पाइएन क्या बच्चा छ
जिब्रो निलो हुन्छ न के हो रे यसको नाम अङ्गेरी अङ्गेरी अँधेरी होइन क्या अङ्गेरी हाम्रोतिर हाम्रो भाषाबाट यसलाई न्यासिचा भन्छ टर्रो खै देखाउँ त देखाउँ त वेट छैन देखाउँ न नखाएन क्या मैले लाउनु इल्लो भएँ सस्ते पनि इल्लो भएँ खला खा कहाँ त्यो फला रहेछ काँडा हुन्छ फले खा तर सबै खाइ भ्याइसक्यो होला नि के बाँकी हुन्छ र बाटो छेउको त हिँड्दै हिँड्ने बाटो के हो को खरा हिँड्नलाई हामी हिँडिराखौँ त तपाईँले हिँड्नु खानु कति नमिठो खा के कस्तो नमिठो छ अनि बाबा काफलको बोट चाहिँ छैन ला सबै डढेर लाएर रहेछ यता त आज की रात मजा हेर सबै डढेर लाएर रहेछ कसले लायो होला नि मलाई कसैले केही नभन हो मेरो जिब्रो कालो छ मैले सरापेको त लाग्छ नि फेरि सराप दिउँ कि क्या हो यही बेला जिब्रो कालो कालो भयो बेला काली भएर होइन के बाबा आइस लुक के भएको यस्तो यो बिहे गरेको थियो नि हामी साँच्चै नै हिँड्नु भाउजू बिहे गरेको थियो नि गरे होला नि भुट्नेहरूले यम्मी टेस्टी ह्याप्पी म्यारिड लाइफ भनेर हाल्न त हुन्थ्यो बेहुला बेहुलीको फोटै छैन मेरोमा बिहे पनि कस्तो खाले खाना गयो बेहुला बेहुलीको लुगा लगाएर के भन्छ खिचेको वाला फोटो नै होइन ल बच्चा बच्ची भएपछि कतै के गर्न नभ्याउने सो मेरो भ्लगको चाहिँ कुनै इन्डिङवाला त उयो नै रहेनछ होइन मैले सबै चाहिँ खिच्न पाएन तर ओभरअलमा बिहे चाहिँ रमाइलो भयो अनि विश यु अ भेरी ब्युटिफुल ह्याप्पी म्यारिड लाइफ भन्न चाहन्छु बेहुला र बेहुलीलाई होइन जिन्दगी चाहिँ सधैँभरि एकदम सुमधुर राम्रो प्लस अब तिमीहरूले सोचेको जस्तो एकदम राम्रो प्रगति गर्दै जानु होइन मान्छेले कति कुरा काट्लान् कति कुरा काटि पनि सक्यो होला तर त्यस्तो कुराहरूमा चाहिँ कहिले पनि नआत्तिनु किनकि मान्छेको काम भनेको नै अरूमा खोट देख्नु अथवा अरूलाई चाहिँ खोट लाउनु हो होइन जिन्दगीमा उतार चढाव धेरै आउलान् कहिले दुःख होला कहिले खुसी होला तर दुःख भयो भन्दैमा चाहिँ कहिले पनि नआत्तिनु अनि सुख भयो भन्दैमा चाहिँ कहिले पनि नमात्तिनु होइन आफ्नो आफन्तलाई सधैँ जोडेर राख्नु आफ्नो दुःखको बेलामा आफूलाई नभएको बेलामा अथवा आफू कमजोर भएको बेलामा साथ दिने मान्छे जसले चाहिँ आफूलाई हौसला दिन्छ त्यो मान्छेलाई चाहिँ सधैँ आफूसँगै सम्हालेर राख्नु एउटा के भन्छ त्यसलाई एउटा अनमोल चिज जस्तो गरेर सम्हालेर राख्नु अब यो कुरा मैले तिमीहरूलाई भनिराख्न त पर्दैन तर एज अ फ्रेन्ड एज अ भाउजू
एज अ बेस्ट फ्रेन्ड चाहिँ मैले तिमीहरूलाई सजेस्ट गरेको हो। भोलि गएर भाउजूले यस्तो भने भनेर चाहिँ नभन्नु होइन, किनकि म तिमीहरूको सधैँ राम्रै चाहन्छु, राम्रै होस्, तिमीहरूको अझै प्रगति हुँदै जाओस्। त्यही हो, शिशिर चाहिँ मेरो लाइफको एउटा यस्तो मान्छे हो जसलाई चाहिँ मैले होइन कहिले पनि गुमाउन चाहदिनँ क्या। लाइक ऊ मेरो बेस्ट फ्रेन्ड पनि हो, भाइ पनि हो, बहिनी पनि हो, साथी जे भने पनि ऊ नै हो क्या। ऊ मसँग यहाँ यति टाइम बस्दासम्म चाहिँ मैले कोही मान्छेसँग 8-10 वर्ष सङ्गत गरेर नि मैले त्यति धेरै कनेक्सन फिल गरिनँ होला जति चाहिँ मैले उसँग बसेर। क्लोज त पहिल्यैदेखि थिएँ, तर हामीसँगै बस्दाखेरि चाहिँ अझै धेरै क्लोज हुन पायौँ। लाइक मैले मेरो हरेक सानोदेखि ठुलो कुराहरू पनि कसलाई सुनाउने त भन्दाखेरि मैले उसँग सेयर गर्थेँ, तर अब चाहिँ मैले त्यो गर्न पाउँदिनँ होइन। त्यस चिजको मलाई दुःख पनि छ। प्लस अब उसले चाहिँ आफ्नो एउटा नयाँ साथी पायो भन्ने त्यो चिजमा चाहिँ मलाई एकदम खुसी पनि छ। आई डोन्ट नो तिमीहरूले मेरो यो भ्लग हेर्छौ कि हेर्दैनौ, तर म तिमीहरूलाई सेयर चाहिँ गर्छु यो भ्लग होइन। सो त्यही हो। अब तिमीहरूको अगाडि त कहिले पनि भन्न सकिन्न, तर यो भिडियोको थ्रुबाट चाहिँ तिमीहरूलाई यो मेसेज भयो। लाइक आई लभ यु गाइज, वी लभ यु। म अनि प्रकाश प्लस छोरी, हामी तिनैजनाले तिमीहरूलाई एकदम धेरै माया गर्छौँ। छोरीले त इभन मिस पनि गर्न थालिसके घर आए पछाडि। लाइक काकु खोइ कहाँ जानुभएको, किन नआउनु भएको भनेर क्वेसनहरू सोध्छे होइन। सो त्यही हो, कहिलेकाहीँ आउँदै गर्नु हाम्रोमा पनि, हामी पनि तिमीहरूकोमा आउँदै गरौँला। अब सँगै भएन भन्दैमा चटक्क माया नमार्नु, अलिकति चित्त दुख्छ। अलिकति इमोसनल पनि फिल भएको जस्तो भयो मलाई चाहिँ अनेस्टली भन्नुपर्दाखेरि। अब अब शिशिर हामीसँग बस्नुहुन्न भन्ने टाइपको चाहिँ भएको थियो मलाई। अब शिशिरको बिहे भयो अथवा बिहेको दिन बिहानैदेखि चाहिँ मलाई अलिअलि त्यो पनि भइरहेको थियो होइन। तर पनि म तिमीहरूको लागि एकदम खुसी छु। यो नसोच्नु कि भाउजू यस्तो उयो भनेर, त्यस्तो केही नै नसोच्नु। अब मैले यहाँसँगै बस्दाखेरि तिमीहरूलाई अब मैले त्यस्तोकै चित्त दुख्ने त्यस्तो केही भनेको छ भने पनि कान समातेर आम रियली सरी। मेरो त्यो कहिले पनि मेरो त इन्टेन्सन कहिले पनि थिएन स्पेसली शिशिरलाई हर्ट गर्ने होइन। कहिले पनि मैले त्यस्तो कहिले पनि केही चिजमा पनि कहिले पनि मैले त्यस्तो सोचेको छैन, सोच्दिनँ पनि, सोच्न पनि नपरोस्। त्यो सोच चाहिँ मेरो दिमागमा झुक्किएर पनि नआओस् होइन। सो त्यही हो, अब नयाँ लाइफ स्टार्ट भएको छ। सुरुमा रमाइलो होला, अलि पछि हुँदै गए पछाडि अलिअलि झगडा पर्ला, तर पनि इट्स ओके, इट्स अ पार्ट अफ लाइफ। चलिरहेको छ, चलिरहनुपर्छ र चलाइराख्नु पनि पर्छ क्या यो चिज। जहाँ झगडा त्यहाँ माया धेरै होइन। सो त्यही हो, अब म भन्दा जान्ने बुझ्ने नै छौ जस्तो लाग्छ मलाई। त्यही हो, एट लास्टमा आएर फेरि वन्स अगेन विस यु अ भेरी ह्याप्पी म्यारिड लाइफ। अनि त्यस पछाडि लभ यु अल, लभ यु गाइज एन्ड लभ यु टु बोथ। मेरो भिडियोलाई हेरेर लाइक गरिदिनु होला। एकदम अर्ग्यानिक टक्क परेको होइन, पिरो अमिलो जस्तो मिसेको एउटा भ्लग भनेको छ जस्तो लाग्छ मलाई चाहिँ। अब गाउँतिरको सबै त मैले खिच्न पाइएन, तर मैले जति सक्छु अथवा मबाट पोसिबल हुने चिजहरू चाहिँ मैले इन्क्लुड गरेर हालेको छु। ओभरअलमा रमाइलो भयो, मैले चाहिँ एकदम धेरै इन्जोय गरेँ, बाँकीहरूको मलाई केही थाहा छैन। सो त्यही हो, बाई बाई, सी यु इन द नेक्स्ट भ्लग।